दर्शकबिनहरू यहाँ चाहिँ एकदम बाटो नमिल्ने गरी पहिरो आइरहेको छ। कतिखेर आएको त्यो त थाहा भएन र पानी चाहिँ एकदम दन्किरह। यहाँ हेर्नु त यहाँ पानी पनि यस्तो बढिरह हेर्नु यहाँ वहाँ माथिदेखि पहिरो खसिरहेछ। यता बाटो हिँड्ने नमिल्ने गरी आइरहेछ। अब त्यो हाँगाले चाहिँ काटेर यसो साइडतिर जान मिल्छ। यहाँ पानी बढिरहेछ यहाँ। यो पानी नस्तै ठुलै परेर मूलको पानी एकदम बढेर बाटोतिर जान लागिरहेछ। हेर्नु यहाँ पानी यस्तो बढ्यो। ल यस्तो बढेको छ है साथीहरू। मेन कुरो चाहिँ बाटोमा चाहिँ पहिरो गएर चाहिँ एकदम दुःखदायक चाहिँ घटना पहिरो चाहिँ बाटो नमिल्ने अवस्था आइरहेको छ। यहाँ हेर्नु बाटोमा पानी छ दर्शकबिनहरू। अब यहाँ देख्न चाहनुहुन्छ अब तपाईँहरूले होइन यो के भइरहेछ। अब सानमा आउनुपर्ने पानी अहिले भडाउमा आसोस लाग्यो। आज त आज 1 गते आसोस 1 गते 2022 साल आसोस 1 गते दिनमा चाहिँ यस्तो चाहिँ भएर एकदम पानी परेको अवस्था छ। यस्तो लागिरह कि अब रोपाइ त अहिले नै गर्नुपर्छ कि जस्तो लाग्यो आजै। त्यही भएर यहाँ पानी एकदम ढन्किरहेको छ। हेर्नु बाटोमा पानी छ साथीहरू। हेर्नु त कसैले खाना राखेको छ बाटोमा हिँडाउँछ भनेर खानालाई यस्तो गरिरहेको छ। बाटो त बनाएको रहेछ तर यो पानीले गर्दा चाहिँ धेरै समस्या भयो के। त्यही कारण चाहिँ यस्तो भएको हो। यहाँ हेर्न सक्नुहुन्छ यतिको पानी परिरहेको छ। हेरौँ यतिको कुल्लो मूल पानी हेर्नु त हो भिजुकै बनाएको। यहाँ हेर्नु बाटो खाल्टा खोल्टे कहाँ के यस्तो बनाएर पानी आएको ल। बाटो यस्तो छ सबै। यहाँ अब गाडी हिँड्न मिल्छ होला त मिल्दैन नि होइन। बाटो यस्तो छ। हेर्नु यही हो यस्तो छ पानी परेर। न त आन्दै गाउँ देखा न त पारिवारी देखा छ। यो चाहिँ पूर्व खोला 1 सिलुवा पाल्पा सिलुवा। हेर्नु यहाँ चाहिँ यहाँ पहिरो खस्दैछ अझै बेर छैन कतै बेला अझै खस्ने हो। बाटो यस्तो छ हेर्नु गाइस। यहाँ हेर्नु यो भत्किरहेछ। यहाँ भर्खर झरेको रहेछ यो। यहाँ चाहिँ भत्किँदैछ यता सबै। ओ माई गॉड यहाँ त पनि सबै झरेको रहेछ। यो बाटो अलिक ठुलो थियो र नत्र बाँच्यो। यो सिलुवा पाल्पा पूर्व खोला 1। हेर्नु दर्शकबिनहरू
यो पनि तल झरे है हेर्नु यस्तो छ बाटो हेर्नु कफलको बुटा बिचबाट झप्पाएर बसिरहेछ यहाँ खल्टो बनायो पानीले यस्तो छ पानीले साउन असोजको 1 गते बिहान लगभग अहिले 9 बजेको छ दर्शकबिनहरू हेर्नु अन्त कहीँ देखेको छैन पुरा सेतो बाटो हिँड्ने के भन्छ यसलाई सबैले ढाकेको छ हेर्नु न त के हेर्नु गाइस यो पनि खसेको रहेछ कतिखेर खसेको थाहा भएन यहाँसम्म चाहिँ अलिअलि ठिकै छ होइन यहाँसम्म चाहिँ अलिअलि ठिकै छ र यस्तो छ नि हेर्नु यो पनि खसेको रहेछ पहिरो बाटोको हालत हेर्नु त तेरी माटोको न ओहो यो पानीले पनि गर्छ के ल माथि पहिरो आएर चाहिँ यहाँ धमिलो पानी आएको छ यी होइन यता माथि त्यताबाट पहिरो आएको रहेछ हेर्नु धमिलो पानी आएको छ यहाँ कतै पहिरो आइरहेको रहेछ यो केही छैन यस्तो छ होइन यस्तै छ मूल बाटो ल यस्तै छ ल हेर्नु त बाटो पानी आएर यस्तो बनाएको छ एउटा गाडी आयो भने यहीँ अड्केर बसिन्छ निस्किन रास्तै गाह्रो हुन्छ यस्तो बाटोमा र सावधान हुनु सबैजना चाहिँ एकदम केयरफुल चाहिँ रहनु होला किनभने यो पानी परेको बेला कतै गाडी फस्यो भने निकाल्न गाह्रो भन्दा निकै धेरै गाह्रो हुन्छ त्यही कारण चाहिँ एकदम सावधानसँग चाहिँ हिँड्नुपर्छ है हेर्नु बाटो यस्तो छ पानी मजाले परिरह पहिरो जान छोडेको छैन तेरेका पानी ए बाटो हेर्नु बाटो अति त खुट्टा दिनु पर्यो लु बाटो यही हो
यस्तो छ बाटो पानी परेर ओके अर्कोचोटि चाहिँ म फेरि पनि म अर्को भिडियो लिएर आउने छु र मलाई आशा लाग्छ कि तपाईँहरूले सपोर्ट दिएर चाहिँ अगाडि बढाउन चाहनुहुन्छ भने लाइक कमेन्ट सेयर गर्नु होला म सबैलाई यही भन्छु कसैलाई यदि कस्तो भए के भए मौसम भयो भने हामी छु हामीसँग कन्ट्याक्ट गर्नु होला हामी अर्को भिडियो पनि पोस्ट गर्नेछु ल त अहिलेलाई यति नै